हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी जोगमुनि जाँदैछौँ सामानहरू किन्नको लागि रेडी भएर। कहाँ लानु सामान? कहाँ लानु? काठमाडौँ लानु नि, अब त कहाँ लानु। अनि आज जोगमुनि जाने हो, यसो घुमेर। हामी चाहिँ अहिले भर्खर क्यास गरेर अब हिँड्नु लागेको। धन्न दिनुभयो, अलिकति भए पनि 1 रुपियाँ क्यास थिएन। अब होइन यहाँ क्यास नहुनु भयो नि, बेफाइदै छ हो। अनलाइन पछि दियो अन्त अङ्कल किन अनि किन सफारी पक्न एउटै मान्छे हुन्छ फेरि गइसक्यो, अब आउँछ कि आउँदैन। अनि यहाँ सिटको कमी छैन बहिनी, कमी नै छैन छैन। हेर्न सक्नुहुन्छ, हामी चाहिँ यो पिपल बोट हो। यो हाम्रो तल हो। अहिले सोध्न महेन्द्र चोक जानुहुन्छ कसरी हो? 30 रुपियाँ। यता चाहिँ आइज नि त, म उता आउँछु। अब हामी जाने इन्डिया जान्छ अच्छा बाटोमा जाम पऱ्यो होइन, यहाँ नि जाम हुँदो रहेछ होइन। हामी चाहिँ अहिले महेन्द्र चोक आइपुग्यौँ। अनि अहिले हामी माइलो मोमोमा जाँदैछु। फाइनली म चाहिँ माइलो मोमोमा आएँ। ये क्या है? यहाँ माइलो मम्मी अनि आन्टी कविता आन्टी यहाँ चिया बनाउँदै हुन्छ। यहाँ छोरा भाइ हो, भाइ छ्याक्को चिन्दिन त फेरि। अलिक यताबाट घुमा त अब गोरे देखियो होला हैन? नाइ यतै गोरु देखेको थियो नि दादा। रिस लाग्यो त? यस सर, यस सर। हेलो भन्दै थिए जेम्स पाण्डे। पुलिस पो हो तिमी? चिंगम के चुंगुल से बजना यम पॉसिबल बोले तो यम पॉसिबल है ना? खोइ माइलो बाबा, माइलो बाबा, माइलो बाबा यता नगराइ त माइलो बाबा हाई छोरी भन्नु न। हाय बेटा। ए सन्चै हुन्छ? एकदम बल्ल बल्ल भेटेको होइन। हामी त अब फाइनल्ली निस्किसक्यौँ माइलो मम्मीबाट। अनि अहिले चाहिँ जाँदैछु सर लगाएर। के भयो यहाँ देख्न सक्नुहुन्छ यहाँ। यसरी पो ब्याक क्यामेरा यहाँ चाहिँ हामी ढाडमा लागेको छ नि मेरो। समझ रहे हो? समझ रहे हो? समझ अनि मेरो यहाँ यो निकाल्दै छैन देखाएको। मलाई कस्तो टोपी दे हेभ नो म्यानर्स। के भनिदिनुहोस् त नि? के भन्दै थियो के मजा आउँछ नि मजा आउँथ्यो त्यो पुरा। तर चाहिँ मजा आएर मैले झपडै झपड हालेँ। मैले झपड हालेँ। मैले चाहिँ खाइन सुन बिर्छ त मैले मेरो झापा। तैँले चाहिँ बिर्सिस् सुरुमै एक झपड गएको स्टार्टिङमै। कहाँ भएको छ सक्नुहुन्छ काहीँ भएको छैन फेरि होइन। यहाँनिर चाहिँ घाउ बनाइदिएको चाहिँ निकाल्दै यो चाहिँ
पहिले मलाई यति नै माया गर्दैन रहेछ किन थाहा छ मेहन्दीमा मेहन्दी लगाएर मेहन्दीको रङ पनि चढेको थियो मेरो हातमा मेहन्दी खराब हो कि मलाई चाहिँ मेरो कोहीले माया गर्दैन त्यो चाहिँ थाहा भएन होइन के भन्नु त्यही हो अब हामी जोग्मुनि गएर देखाउँदैछु है त के लिँदैछु भनेर अहिलेको लागि चाहिँ अब त्यही हो हुन्छ यहाँ पनि फेरि जाम कस्तो साह्रो जाम हो फेरि यो होइन म चाहिँ कस्तो हुँदैछ भने नि काठमाडौँमा बसे जस्तो फिल हुँदैछ ठाउँमा जाम कि मलाई थाहा थिएन यहाँ पनि जाम हुँदो रहेछ भनेर अघि पहिले त हुँदैन थियो नि त किन भन्छ अहिले चाहिँ के साह्रो जाम हुन्छ त्यसले त्यही हो भएको के हेरेको थाहा नै भएन कसलाई जिस्काएको डर लाग्छ बाप को भेज तेरे बस की बात नहीं फाइनली कति जोग्मुनि आएँ होइन उयो इन्डिया यो नेपाल कहाँ गयो चाहिँ नेपाल अनि म बिचमा छु हामी त्यहाँभित्र छु लाग्दैन मेहन्दीलाई चाहिँ लास्टै दिनु लाग्छ मलाई चाहिँ लाग्दैन है यहाँ जोग्मुनिभित्र हेर्नु सक्नुहुन्छ यो जोग्मुनि कसले हौ के जिस्काएको नि कति न न्याय त त अम्बो मेरो दिदी त हिरो नि अलवेज हिरो त्यस्तो लाग्दै थियो अनि जोग्मुनि बजार कस्तो लाग्यो भन्यो अरे कहना क्या चाहते हो बनाउनु यस्तो नबनाएर चाहिँ के त्यो टाउको बनाउनु जोग्मुनि बजार धेरै सस्तो आउन सक्नुहुन्छ के के सामान चाहिन्छ तपाईँहरूलाई हामी चाहिँ अब काठमाडौँको लागि सामान लिन आएको कहाँ हो के हो नि हामी आइसक्यौँ ल चप्पू बैठल दिए त्यहाँ सामान लिँदैछु सरी म आफ्नै मात्रै दिँदैछु पछि के बेच्छ त हौ यहाँ जोग्मुनि हेर्न सक्नुहुन्छ त्यहाँ सामान दिँदैछु म यहाँ छु यो चाहिँ जोग्मुनि बजार हो इन्डिया हो नि फेरि नेपाल होइन नि इन्डियामा गाडी नेपालमा बाय बाय टाटा गुड बाय गया फाइनली सामान किनेर अब रिटर्न ब्याग होम अङ्कल कस्तो राम्रो हुँदो रहेछ म त लास्टै राम्रो लाग्यो अङ्कल ब्युटिफुल ह्यान्डसम अङ्कल म यहाँनिर पसल छ आउनु होला भिजिट गर्नु होला त्यो पसल नपर्ने होइन म यत्रोसम्म पुग्छु भनेर मैले एक्सपेक्ट पनि गरेको थिइनँ नलाउने 500 को दुईवटा होइन यहाँ ब्याग लगाउने त हेरोस् न त अनि झन् हेरोस् नि बाले भन्छ झक्किएर नगएको तपाईँले डराएर लगाएर बनाउँछु भने झट्टै भक्कल मेरो फेभरेट सामान लिएर जान लागेको म चाहिँ के भन्दा मेरो ब्याग सपना यसले मलाई किनिदिन्छु भने चाहिँ अब हेरौँ कति किनिन्छ कि किनिँदैन कति भारी हो नि यो फुटो फुटो ब्याग त लिन जाउँ ब्याग नबनाउनु आइज हेर्दै बसौँ तिमीहरू हाई गर्नु त कैसे कैसे लोग रहते हैं यार यहाँ पर हजुर के थाहा त
केही पनि छैन खानु न ब्याग टप्ली सबै उही मैले भने मलाई ब्यागै छैन त हजुर हजुर अनि राख्न त्यस्तो होइन हौ यस्तोवाला भनेको होइन हौ तपाईँ त्यहाँनिर सकेको रहेछ अब अर्कोकोमा अर्को ठाउँ जाँदैछ होइन त ऊ त्यहाँ रहेछ हे रहा नहीं जाता मेरो ब्याग अनि चाहिँ फाइनली जोगमिरीबाट निस्किसक्यौँ अब चाहिँ इन्डियाको बाई बाई इन्डियालाई अनि नेपाल वेलकम टु नेपाल गाइस आफ्नो सामान किन्यो अब फर्किदियो घरतिर कहाँ यो चाहिँ उयो लाज लाग्यो अरे यसलाई मैले भिडियो बनाउँदै हिँडेको देखेर कि उसलाई नि लाज लाग्यो अरे यस्ता हुन्छ मेरो दिदी लु 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 आज मलाई म कति मजाले भ्लगहरू बनाउँदैछु भिडियोहरू बनाउँदैछु त्यो पनि बनाउन दिएन कि मेरो दिदीले सेमलेस यसले चाहिँ मेरो जिन्दगीमा कहिले पनि भ्लग बनाउँदै दिएन होइन केही छैन होइन गाइस त्यही पनि भ्लग चाहिँ बनाउनु छोड्नु भएन कि फेरि अझ होइन हामी के अरे मान्छे कुर्दैछौँ एकजना भएपछि मात्रै जाने अरे त्यही भएर बसिरहेको हेर्न सक्नुहुन्छ मैले चाहिँ यो कस्तो सपना थियो है मेरो लिने फाइनली लिन पाएँ आम टु मच ह्याप्पी राइट नाउ तपाईँहरूलाई के भन्नु यस्तो खुसी छु यस्तो खुसी जसले नि भन्छ बच्चाको किन्यो अरे बच्चाको किने पनि के छ र राम्रो नअटोस् नि त मेरो लिपस्टिक मात्रै अट्छ भन्दै थियो एउटा दाइले अट्यो पनि केही छैन अब हामी किन रोक्नु भएको ए पक्न जाँदै गरोस् न अनि अब चाहिँ हामी होइन फाइनली घुम्न लाग्यौँ देख्न सक्नुहुन्छ यहाँनिर ल लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् बाई बाई आजको लागि चाहिँ भिडियो बाई बाई